ए मेरो मुटुका टुक्राहरू मैले फेरि पनि एउटा भिडियो बनाएँ है त। यो मान्छेले कति भिडियो पोस्ट गरेको होला, खालि एउटै खालको मात्र पनि भनिरहनु भयो होला है। मलाई मन पर्यो, मलाई गर्न मन लाग्यो। मेरो मोबाइल, मेरो भिडियो, मेरो मर्जी, मेरो खुसी होइन। ल ठिक छ, म जाँदैछु है। तर एउटा डाँडा चाहिँ माथि डाँडामा है एउटा सानो होटल छ है, तिनका लागि साह्रै त्यहाँ गएर एउटा पानी पिइदिनु पर्ला। यहाँ चाहिँ एकजना राम्रै दिदी हुनुहुन्छ क्या, उहाँसँग मिठो मिठो कुराकानी गर्नु पर्ला। अन्तिम समय हेर्नु होला है भिडियो है। साह्रै कोही लाएर मलाई ठ्याक्कै म चाहिँ पुग्न आँटेँ है त्यो ठाउँमा जाँदैछु। अस्ति पनि यो ठाउँमा गएर एउटा चिसो पानी खाइदिएको थिएँ। हेलो दिदी, नमस्ते। के छ खबर? सन्चै आराम हुनुहुन्छ? साह्रै पानी खान मन लाग्यो आएको भिडियो बनाउँदै हिँडेको क्या। कति भयो त दिदी यहाँ पसल राख्नु भएको? घर चाहिँ कता दिदीको? पाल्पै हो, सन्चै नै? रेड बुल दिनु न मलाई चाहिँ, भिडियो बनाएको कि। काम छैन के गर्ने, हेर्नु टाइम पास गर्दै हिँडेको, भिडियो बनाउँदै हो। के भने अब नयाँ नयाँ ठाउँमा आउँदाखेरि क्या भिडियोहरू बनाउन मन लाग्दैछ क्या। र मैले चाहिँ त्यो दिदीको पसलमा गएर होइन अरू सामान त के किनेन है, एउटा रेड बुल चाहिँ उठायो है। त्यही हो। अनि यहाँ टक्क साइडमा आएर है जङ्गलमा आएर बसिरहेको छु है, टाइम पास गरिरहेको छु। हेर्नु आएको यो पाल्पा आएको 3 दिन भयो। एउटा होटेलमा बसिरहेको छु है, साथीभाइ कोही छैन यता, टुरकै लागि भनेर आयो है। उता रानी मलतिर गइयो होइन, उता के भन्छ उता के रेडी भन्ने ठाउँतिर पनि गइयो है। हरेक ठाउँमा घुमेर आयो। तर उताको चाहिँ मैले भिडियो बनाउन पाएन है। खास भिडियो बनाउँछु भनेर हिँडेको मान्छे हो म है। भिडियो बनाउन चाहिँ पाएन किनभने त्यतिखेर मेरो मोबाइलको ब्याट्री पनि सकेको थियो है। पावर ब्याङ्क त्यस्तै है, लो थियो है। किनकि म भनेको धेरै टाढाबाट आएको मान्छे हो, नवलपुरदेखि पाल्पा तानसेन है, उता रिदी स्याङ्जातिर भनेको त धेरै टाढा हो नि त है मेरो लागि के। सो त्यही भएर भिडियो चाहिँ बनाउनु पाएन है। बस यो एउटा दुईवटा फोटो खिच्यो है, त्योभन्दा केही भएन। एक दिन उता रिदी भन्ने ठाउँमा बसियो है, एक राति बसियो। यहाँ 2 रात चाहिँ यो पाल्पा तानसेनमा बसियो है, 2 रात। अनि आज बेलुका चाहिँ मेरो टुरिङ भन्नाले घर जान्छु होला है। फर्किनुपर्ने अवस्था हुन्छ, कति घुम्नु रहेछ। घरमा पनि के गरिबस्नु कि हेर्नु, घरको काम गर्नु भने त्यतिकै मन लाग्दैन। हेर्नु बाहिर हिँडेको बानी भर्दो होला नि, काम गर्न त्यतिकै मन लाग्दैन। हेर्नु आमा बुवालाई सघाउनु पर्ने थियो है, काम गरेर त्यो काम पनि गर्नु मनै लाग्दैन। झ्याउ लागेर आउँछ काम गर्नु भनेपछि है।